हाम्रो तपाईँ पनि हुनुहुन्छ नि यहाँ कहाँ यहाँ पञ्चायतको छैन नि हुनुहुन्थ्यो नि पहिले म छैन ए होइन अहिले पनि पढाउन त पढाउँदैछु कि यसमा चाहिँ छैन ए त्यही त यो म्यानेजमेन्ट देखेर मलाई दिक्क लाग्छ क्या त्यो पछाडि बसेर हेर्न त दिनुपर्ने हो नि यार विभिन्न विद्यालयका प्रधानाध्यापकज्यूहरू शिक्षकज्यूहरू अलिअलि ज्यादा फालो है यतिको त हामीलाई पनि आइ नै पुगेन घरबाट अघि हिँडेको अरे खोइ आउँदैन हो र लु त्यो मान्छेलाई के यसमै छ यसमै छ लुरमा छ यसैमा त अब लास्टसम्म आइपुगेन भने त गाह्रो हुन्छ त रहेछ त भाइको हुने सम्भावना तत्कालै त्यो भिडलाई त्यहाँभन्दा बाहिर आइदिनको निम्ति हामी जाने गर्दछौँ यदि खेलबारी सायद रहेर खेल खेल्दै हुनेर खेल्दै कुरा प्रशिक्षण गर्ने जनाले रहेको कुरा पनि म यहाँलाई जानकारी गराउन चाहन्छु र हाम्रो खै यही बुझेर म चाहिँ यहाँ आइदिएँ आम्मा कत्रो टाढा हाने यार कम्तीमा 1 मिटर टाढा पाउँदो रहेछ त अनि ट्र्याक भनेको चाहिँ कुन हो ट्र्याक त धेरै छ यो ट्र्याक हो यो सबै ट्र्याक हो नि खै के हो के हो के भन्छन् यी जनताहरू यार अहिले हान्ने मान्छे पनि खेलाडी नै हो अहिले हानेको सेतो टी सर्ट होइन यार म त विद्यार्थी पनि होइन जस्तो डाउट लाग्छ हौ बुढाबुढी देख्ने केटाहरू कहाँ कम्ती ज्याङ्ग्या हुन्छन् सर मलाई चाहिँ कहिले काहीँ विद्यार्थी देखेर डाउट लाग्छ यार विद्यार्थी होइन टिचरै आयो क्या हो जस्तो लाग्छ यार मलाई पनि शङ्का लाग्छ यो फेरि कहाँ गयो एउटा उहाँ गयो अहिले यो कुममा यल्लो छ नि यो मान्छे पनि मलाई चाहिँ 12 को विद्यार्थी पनि लाग्दैन क्या हो त्यो अग्लो हैन हाम्रो समय चाहिँ 15, 16, 17 मै एसी पास गरेर पुलित +2 सकिसकेको हुन्थ्यो आजकल के छ गर्ने त्यही त तँलाई पनि त्यस्तो डाउट लाग्छ त्यही त भने त सकेन भाइले धेरै अब को चाहिँ कहाँ चाहिँ कता यी अहिले जाने त्यो पछाडि तिग्रामा चाहिँ के लगाएको थियो
बिहान बिहानको छ एउटा जिउहरू थाहा भइहाल्छ नि जिउ र यो खुट्टाको यो मसल छ नि सर योबाट थाहा भइहाल्छ क्या रनरहरू अनि फोक्सो पनि नि होइन अलिकति इन्डुरेन्स बनाइसकेको हुन्छ कि अनि सानोतिनो पेनले नि रोकिँदैन क्या खेलाडीहरू अनि त्यो हप्ता दिनदेखि कुदेको त अनि कम्पिटिसनमा त घरमा एक्लै कुदे जस्तो त आधी घन्टामा रेस पुरा गरे जस्तो त हुँदैन यहाँ त छिटो आउनु पऱ्यो अनि टपो भनेर चाहिँ साइकोलोजिकल्ली परिसकेपछि अनि सासमा ब्यालेन्स मिल्दैन मुटुको धड्कन चेन्ज हुन्छ अनि त्यस पछाडि चाहिँ हेल्थ इस्यु सुरु भइहाल्छ क्या ए उपमालाई के भयो होइन खुट्टा चाहिँ के भयो उपमा के भयो अब तिमीहरूकै पालो हो त खुट्टा निधाएको हो कि के बसेर निधायो भने गुरु सर बोलाउनु हो मेसालाई उता ठिक लाग्यो है हामीलाई चाहिँ देखेर नजिक बस्दा के फरक पर्छ म त त्यही कुरा बुझिनँ कि मैले पनि त त्यही नबुझेको यो तिनवटा बसेको ठाउँबाट पनि हेर्दा भइहाल्छ त नियम कानुन खै के हो के म त बुझ्दिनँ भयो नि त्यसको आउट भयो माथि पनि कसले कति पटक चाहन्छु 3 पटक होइन एउटाले 3 चोटि पाउँछ 3 चोटिमा सबैभन्दा धेरै जुन हान्छ नि उसको रेकर्ड त्यही हो यहाँ त्यत्रो छ त टिचरहरू जाउँ न नजिकबाट पनि बोल्नु लाइन टच गरेर मेरो सबै थाहा छ क्या हामी सन्देशको गौतम तहमा यो क्रिकेट खेल्नलाई सजिलो हुन्छ बल फाल्नेहरू प्र्याक्टिस हुन्छ नि त्यो आज 12 वर्ष के हो 12 वर्ष फाले यार फाले यो त होइन 21-22 पुरा है क्या यार 85 हानो हाम्रोले कति थोरै हाम्रोले हानेको छ अहिलेसम्म गरेको 3 चोटि हान्न पाउँछ अब केही सुधार छ कि सबैभन्दा कम राउन्ड हुन्छ सबैभन्दा कम एउटा स्टुडेन्टले 3 चोटि हान्न पाउँछ त्यही त 3 राउन्ड हुन्छ 3 राउन्ड हुन्छ अब दोस्रो र तेस्रो राउन्डमा तानो भने तानो नत्र भने होइन यो अहिले हान्नेले त आमामा यार 21-22 फुट पुरै होला यार अहिलेको भन्दा ज्यादा हान नि ज्यादा हान्यो भने नै नापिन्छ कम हान्यो भने त नापिँदैन नि त त्यस्तो के छ कम पनि नाप्छन् सबै नाप्छन्
रेकर्डमा हुनु पऱ्यो नि कति मिटर हानेको थियो भनेर अँ। त्यसको लागि ए हामी त कुरो बुझ्यो स्कुलमा अहिले। खेलाएको होइन नि फेरि हान्नेलाई मात्रै लेख्ने अँ। ठिक छ ठिक छ झन्डै यार रेखा बाहिर गयो नापिएन होइन त्यसको मिलेन नापिएन त्यो दुइटा छ नि सर सोली जस्तो बनाएको त्यो बाहिर बाहिर गयो भने नापिँदैन त्यो धर्काभित्रै हुनुपर्छ भित्रै हुनुपर्छ झर्ने कुरा यसले पनि यसको पनि नाप्यो नि त हामी हानिसकेर नि त्यो गोलै घेरामा पस्नुपर्छ क्या एउटा बाहिर निस्क्यो हान्दा बाहिर निक्ल्यो कि उता चाहिँ हानिसकेपछि उता पछाडिबाट बाहिर पनि त्यति बेला निस्किहाल्नु पाउँदैन जिउ त्यहीँ अडियाएर राख्नुपर्छ यसको पनि धेरै पुरै हुत्याएर हान्दा मात्रै अगाडि जान्छ कि क्या हो सट्टै पछाडि तानेर फुत्तै अगाडि यसरी गर्छ नि त पुरै खुट्टाको बलले 45 डिग्रीमा हानेर टाढा पुर्याउने हो क्या ठ्याक्कै 45 45 अनि प्रोजेक्टाइल फिजिक्समा पढ्नु भएन सबैभन्दा टाढा पठाउनु मन छ भने 45 को एङ्गलमा हान्नुपर्छ जे पनि हजुर सर म यही छु सर स्कुलमा माथि यही पञ्चायतमा केटा त ठिकै ठिकै हान्छ यहाँ कस्तो खालको भालाको उहाँ साँडा यहाँ त हान्नै सकेन पोहोर होइन म त यहाँ 2-4 जनालाई देखेर विद्यार्थी पनि होइन है क्या जस्तो डाउट लाग्छ अनि त्यस्ताको अगाडि फच्चाफुच्चेले के हान्नु र आफ्नै शरीरको तौल बराबर लोड फाल्नु परेपछि त कहाँ सक्छ नि त होइन त्यो त पार्टिसिपेसन मात्रै हुन्छ सिधा नियम कानुन नै एकदम फितलो छ होइन हामी त्यहाँ पछाडि नजिकै बसेर हेर्न चाहन्थ्यौँ भने के गडबड गर्थ्यौँ र हामीले हाम्रो बिजनेस छ त हामी 2-3 जना भन्दा त आएन नि त फेरि अरू कोही अनि यहाँ त छैन नि सर मसँग अनि यत्रो जना निर्णायकमा छ त गुरु सर त जानु भएको छ त हेड सर पनि हुनुहुन्छ गइँदैन जानु चाहिँ अब मेरो अरू पनि छन् नि उहाँ देख्नुहुन्न त्यत्रो सबै छन् नि अनि स्कुल लाग्दैन नि हाम्रो अफिसै बन्द हुन्छ बक्कबास मलाई चाहिँ छेउमा बसेर हेर्न मन लागेको थियो बन्द हुन्छ स्कुलै लाग्दैन अनि ए ल ठिक छ हामीलाई चिनिहाल्यो क्या भोलि हुँदैतिर गर्नु पर्यो चिन्न सबैलाई चिन्छन् नि उनीहरूले चिन्छ होइन अब यो पञ्चायतकैले मात्र गराउने भनेर भनेको होला 1-2 जना स्पेसल मान्छे होला नि हुन्छ अनि त्यो मान्छे बाहेक अरू त चिनिहाल्छन् नि तर ल्याङ गर्न अब हजुर सर हजुर भन्नु न यसले पनि हान्नु है राम्रै हान्नु है अहिले त्यहाँसम्म पुर्याएको छ मान्छेहरूले के हुन्छ गएछन् क्या सिनियर भनेको अघि भाइ निस्क रेसहरू होइन हामीलाई भाइ निस्क भन्दै थियो क्या सिनियर भन्नु ए जेसुकै हुने रेस्पेक्टेड अब मान्छे कहाँ गरियो त हौ सोध्नै नमिल्ने हामी त्यहाँ बस्न चाहन्छौँ भन्नै नमिल्ने हो र चाहिँ हामी इमान्दार भएर बाहिर बस्यौँ सबै भित्रै छन् हामी गयौँ भने फेरि आउँछ नि कोही त्यसरी त रोक्नु हुँदैन त हौ भाँच्छ नि होला यार खुट्टा
अनि जसको मसँग डर छ उसले जित्यो मौसम ज्वरो अनि अलिकति कला पनि चाहिन्छ क्या त हान्न जानेन अन्त नि पहिलोचोटि गडाममा हाल्यो भने त यहाँ सड्किन्छ पो त नसाहरू तर्किन्छ अब्बर दुख्छ के पो भन्नुहुन्थ्यो हाम्रो मम्मीहरूले यस्तो अचानक दुखाउने हल्लाउनै हुँदैन क्या कुन कुन बेला यस्तो यस्तो हल्लाउनै हुँदैन त्यस्तो पो हुन्छ त खेल भनेको सब प्र्याक्टिस चाहिन्छ गुरु सर त उहाँले निर्णायक मण्डलमै सामेल भइसक्नुभयो नि पुरा अनि जाउँ हौ हामी पनि उतै भित्रै जाने थेट अरूलाई चाहिँ मिल्ने हामीलाई चाहिँ नमिल्ने हुन्छ र मान्छेलाई लाग्छ होला हौ विनर यहीँ भनिदिन्छन् सर कसले जित्यो यहीँ भनिदिन्छन् कि उहाँबाट एनाउन्समेन्ट हुन्छ यहाँ पनि भनिदिन्छन् होइन
किनभने हाम्रोमा त 6 पाउन्डको त थियो गर्ल्सहरूको वेट कम हुन्छ नि त तर यो बहिनी भन्दा